मुख बिगारेको छ सकिन भनेर थाक्यो कि यता नजिकदेखि बाठी 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 ए बाठो भएर ल ए सरी नि आइदिएर अलि अलि पर राखिदिन समात्दै जाने चाहिँ पर्ने एकछिन ल हेर हातले पुग्छु भनेर ल हेर कति जाने कि फेरि यो हात चलाउनु हात चलाउन ल हेर अलि अलि पर राखिदिन अझै यहाँ सार्कै हुन ल यहाँबाट फर्काउँ ल भ्याइखेर उहाँबाट आइखेर अनि यसो खुला छोडिदिनुपर्छ कि ओछ्यायो अनि एकजना बाहिर बसेछ त भयो ल ठ्याक्कै घोडा खुम्च्याउने छ र घोडाले टेकेर सट्टै सट्ट सरी छ सुनै निकालेर उहाँ आमाले सुने औँठी एउटा जोगीलाई दान गरेर कति राची गर्ने थापेर भन्नुपर्छ फेरि घाँटी निलेर आची गर्न पुगे त हुन्थ्यो घाँटीतिर यता नजिक छ यहाँ नजिक यता यहाँ छ कि यसलाई कता जाउँ कच्चा भयो कुन चाहिँ राम्रो लाग्दो रहेछ त अबलाई हेरेछ दुइटै यो पनि हेरेछ है यो पनि हेरेछ त्यो आइफोन त्यो नाकफोन हो नाकफोन यो कानफोन त्यो एच फोन हेरिक हेर्नु अब कुनमा जान्छ हेरेछ विचार गरेछ स्वाट घोडाले टेक्न आउने छ क्या सारेर पक्कै भन्दा लुगामा जाने तामा होइन उयो फोनमा आमा कस्तो छ अरे कि ल यतै आएँ टाढेको मन पर्यो अहिले एकचोटि सरी नि भेट चाहिँ चम्ची सरी अब हात पम्काउँछ अरे अगाडि आएछ हुत्त गरेर घोडाले टेक खुम्चा दिन्छ कि दिदी बेटा हात आमा ल हेर्नु दुईटै हात